हेलो साथीहरू, आज ड्युटी सकेर अब रुमतर्फतिर म लाग्दैछु। आज एक्लै नै छु, साथीहरू सबजना छोडेर गइसकिसकेको छ। आज एक्लै नै यताउति गर्दा गर्दै ढिलो भयो। पानी पनि परेर हल्का शीतल भइरहेको छ, मौसम खुल्ला सरर हावा चलिरहेको छ। रुम त खासै धेरै टाढो त छैन, नजिकै हो। त्यही पनि यहाँ एकदम रातको 12-1 बजी सरर हावा चलिरहेको छ। 1 बजेको छ, पानी परेको हुनाको कारणले गर्दाखेरि हल्का ठन्डा भइरहेछ र जाँदैछु, बिस्तारै हावा खाँदै जाँदैछु। प्रायः चाहिँ यहाँ चाहिँ गर्मी नै हुन्छ, त्यो राति चाहिँ पानी परेको कारणले गर्दा हावा चलिरहेको छ। त्यही भएर दायाँ बायाँ हेर्दै सरर जाँदैछु। रुम धेरै टाढो छैन, रुम त यहीँ नजिकै हो। 1-2 मिनट 5 मिनटको दूरीमा छ रुम, धेरै टाढो छैन। रुम नजिक आइपुग्न लागि रक्सी खानेहरू हिँडिरहेको हुन्छ, मातेर हिँडिरहेको छ। परबाट आउँदैछ, हेरिरहेको छु, आउँदैछ परबाट। अब मलाई यहाँको ल्याङ्ग्वेज पनि आउँदैन, म साइड लाग्नुपर्ने हुन्छ रुमतिर। ल साथीहरू, बाई, सबैलाई गुड नाइट।